आइडिया चाहिँ बब्बाल छ है साथीभाइहरूले हेर्नुहोस् त हाम्रो यो बहिनीले खत्रै बनायो है बत्ती पो बालिदियो त घरबाट ह्याप्पैसँगले ऊ बनाउँदैछ है अब स्टार्ट गर्यो है यसो गर्ने वायरहरू जोड्दैछ अनि के हामी पनि सानोमा हामी के को बनाएर हामी बत्ती बाल्थ्यौँ क्या त्यही पो याद आयो है बाल्यकालको तर यो चाहिँ मोटर ठुलो रहेछ हामीले चाहिँ सानो त्यो टेपको रेडियोको मोटरले हामी बनाउँथ्यौँ हिँड्यो लगेर गयो पक्कै पनि चाइनिज हुनुपर्छ यो चाहिँ होइन जङ्गल चाहिँ कति राम्रो जग्गा ठाउँमा लगेर ठक्कसँगले सुट गर्ने सट्टै गयो छट्टै गयो धेरै पर आइपुग्यो पानी आउने जग्गातिर गएको रहेछ नि त हो अब यहाँ हुन्छ कि त्यहाँ ठिक छ यहाँ ठिक छ रुख काट्दैछ कि के हो ढाल्दै रहेछ है ए ढालेको रहेछ ढल गयो अब ठुक ल्याए पो बोकेर पनि आम्बो डर्यो रहेछ है यो बहिनी त झ्याप गरेर बनाए पनि दिमाग है यो देशी जगाड भन्छ नि हो त्यस्तो झ्याप्पै ढुङ्गाहरू राखी यो दुधै हो दही मजाले गऱ्यो लायो माथि हरायो त्यो मोटर हराउनु रहेछ दिमाग चाहिँ भएकै हो स्यापसँग काँटी पनि फेरि कति हो 4 इन्च हो कि यो 10 इन्च हो झ्याप्पै बनायो है अब सट्टसँग गऱ्यो अब के गरेछ त यसो गर्यो वायर उत्पादन गर्ने ठाउँमा जग्गामा रहेछ कि यो चाहिँ ठ्याक्कै पेप्सीको रहेछ पेप्सीबाट दिमाग हुनु पऱ्यो कि जिन्दगीमा सबै हुन्छ अन्त अब कहाँ गयो झ्याप्पै पानी खोलिदियो झ्याप्पैसँगले मोटर हानिदिँदा त पानी बिजुली उत्पादन भइगयो त ल झ्याप्पैसँगले ल हेरौँ त साथीभाइ हो अब ल ठिक भइहाल्यो त अन्त बोल्यो अब चलो लिएर लग्यो गयो बहिनी भयो झ्याप्पैसँगले लग्यो रुख ताराहरू भन्दै जे भए पनि बत्ती पऱ्यो नि त जोगाड त भइगयो हो अन्त झ्याप्पै थोर बहुत मिहिनेत गरेपछि भइगयो टाढै रहेछ है एक कोइल छ कि क्या हो यो वायर पनि लग्यो साथीभाइहरू ल है यदि भिडियो हेर्दै हुनुहुन्छ लाइक कमेन्ट फलो चाहिँ गर्नु नबिर्सिनु होला फेसबुकमा पनि अनि टिकटकमा अन्त युट्युबमा पनि गएर हेरिदिनु होला है तपाईँहरूको साथ सपोर्ट चाहिँ जरुरत पर्छ एकअर्कालाई है ल पुऱ्याएँ घरमा पुऱ्याइन घर पनि दामी छ है चिटिक्कको दामी छ पहाडी इलाकामा यस्तै हुन्छ घर साथीभाइहरू तर दामी छ क्या बाहिर जस्तो भयो भने घर चाहिँ भित्रै दामी छ हेर राम्रो छट्टै झुन्डाइन कति मजाले झन्डा है दिमाग चाहिँ मान्नुपर्छ क्या यिनीहरूको अब बोले ल अन्त अब के चाहियो त अब ठक्कसँग बसेर रमिता हेर्ने पनि भयो है ढोका थुनी अब बत्ती यस्तो भयो साथीभाइ मजाको भयो